मैले चाहिँ यहाँनिर बेकन अनि गाजर सबै कुराहरू हालिसकेको छु, बिन्स है। अनि यहाँ चाहिँ राइस हाल्दैछु। राइसमा चाहिँ मैले अलिकति चिक्पी पनि हालेको छु है, त्यस चाना भिजाएको चाना। अनि यो चाहिँ राइस मैले दुईजनालाई मात्रै हुने बनाएको छु है, किनभने हामीले मैले चाहिँ आज बार्बिक्यू बनाउँदैछु है। मेरिनेट गरिसकेको छु चिकनलाई। अनि अहिले तपाईँलाई म ओभनमा चाहिँ गर्दिनँ, म आज चाहिँ आगो चारकोलमा गर्नेछु बेकिङ है। अनि मेरो फ्राइड राइस पनि बनिसकेको छ, सिम्पल।